सबैजनालाई नमस्ते। आज हामी मामु छोरा एउटा भिडियो लिएर आएका छौँ। एकदम खुसीको भिडियो छ। त्यो भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ आज मेरो बाबुको रिजल्ट थियो। फाइनल एक्जाम 4 क्लासको फाइनल एक्जामको रिजल्ट आउट भएको छ। त्यो फाइनल एक्जाममा चाहिँ मेरो बाबुले फर्स्ट डिभिजनमा पास गरेको छ। त्यही भएर चाहिँ मेरो बाबुलाई धेरै धेरै बधाई तथा शुभकामना। मेरो काले छोरीलाई सुन्न पारिवारिक छ, रक्षा गरोस्। सधैँ यस्तै ज्ञानी अनुशासनको जिम्मेदार विद्यार्थी हुनु। उसले चाहिँ एकदम राम्रो नतिजा ल्याएको छ। अनि चाहिँ उसको चाहिँ 2टा सेक्सन छ, अल्फा बिटा गरेर। तर ऊ चाहिँ अल्फाको उसको बिटाको उसको साथीसँग के भन्छ नम्बर कम्बिनेसन गर्दाखेरि चाहिँ मेरो बाबुको नम्बर चाहिँ धेरै आएर चाहिँ ऊ चाहिँ फर्स्ट डिभिजनमा नाम निकाल्न सक्नु भएको छ। हेर्दाखेरि काले काले डल्ले भए पनि धेरै पढाइमा चाहिँ राम्रो छ भनौँ न, अब्बल छ, अगाडि नै छ। उसले चाहिँ क्लास 1 देखि नै अहिलेसम्म फर्स्ट डिभिजनमा नै नाम निकालिरहेको छ। उसको अब पढाइ चाहिँ जस्तो राम्रै छ, ज्ञानी छ मेरो छोरो। सधैँ यस्तै ज्ञानी भइरहनु। अनि आज चाहिँ मेरो छोरोलाई फर्स्ट डिभिजनमा नाम निकालेको उपलक्ष्यमा चाहिँ पार्टी खुवाउनु पर्नेछ। पार्टीमा चाहिँ उसको रोजाइ के हो भन्दाखेरि चाहिँ सुँगुरको सेकुवा खुवाउनु पर्नेछ। सुँगुरको सेकुवा प्लस हामी अब केही खान्छौँ होला होइन। भरे अब आएपछि मात्रै थाहा हुन्छ अब के खाने हो भन्दै अब मेरो छोरोलाई सबैजनाले आशीर्वाद दिनुहुन्छ भन्ने आशा गर्दछु र तिमी के भन्न चाहन्छौ? कस्तो लागिरहेको छ त आज तिमीलाई तिम्रो रिजल्ट राम्रो आएकोमा अनि तिमी फर्स्ट डिभिजनमा नाम निकालेकोमा कस्तो लागिरहेछ? म चाहिँ एकदमै खुसी छु। खोजी के आउँछ जस्तो लाग्दैन थियो, तर आइहाल्यो, राम्रो भयो। खुसी लागेको छ? पढ्न सजिलो छ कि अप्ठ्यारो छ? 4 क्लासमा त्यहाँ सजिलै थियो, अब 5 क्लासमा चाहिँ गाह्रो हुन्छ। गाह्रो मान्नु हुँदैन। अब जस्तो आए पनि अब पढ्नुपर्छ। पढेपछि जस्तो नआउने कुराहरू पनि आउँछ होइन त भन्दै ल सबै साथीहरूसँग बिदा माग्न चाहन्छु। हामी मामु छोराको सबैजनालाई धेरै धेरै माया सबैजनालाई भन्दै हामी छुट्टिन्छौँ। बाई बाई।